सम्पूर्ण आमा दाजुभाइ दिदीबहिनी भाइ बहिनीहरू नानीहरू सबैलाई सँगसँगै पास्टर सेवकज्यूहरू सबैलाई जय मसी लासो जाफुल्ला नमस्कार। यो लाइन मम्मीलाई छिटो यहाँ आउनको लागि म अनुरोध गर्छु। एकछिन उठिदिनु, बाँकी मण्डली बसिदिनु। यता बिमली बहिनीको आमा बुवा या दाजुभाइ को हुनुहुन्छ उठिदिनु एकैछिनको लागि। यता फर्किनु, यति मात्रै हो। हाम्रो सुदीप भाइ सुजन भाइ पनि यता एकछिन उभिनु भए राम्रो हुन्थ्यो। कुनै बाधा किनकि कुनै अवरोधहरू के छ, यो कार्यक्रम अगाडि लैजान मिल्छ या मिल्दैन तपाईँले भनिदिनु। अगाडि बढाइदिउँ ल। दुलै पक्षबाट चाहिँ अनुमति आयो, यता दुला पक्षबाट अहिले बोल्नुहोस्। यो कार्यक्रम अगाडि बढाउनु मिल्छ कि मिल्दैन? बढाउँदा हुन्छ। यो दुवैतिरबाट ताली बजाइदिउँ। आमेन। त्यही कारण म पनि बाधाको कारण भन्दिनँ, तपाईँहरू पनि नभनिदिनुहोस्। अब म ढिलो नगरिकन आजको कार्यक्रम यो बगनी कार्यक्रममा अगाडि अब उहाँले यो कोसेलीलाई ग्रहण गरेर एक अर्कालाई स्वीकारिसक्नु भएको छ। पुरा विवाह त होइन, यो विवाहको आदि आदि बाटोमा पुगिसक्यो हामी। अब केही सल्लाह म अब अहिले यहाँ मेसेज म दिन जाँदिनँ, हामीसँग समय एकदमै कम छ। परमेश्वरको अनुग्रहमा आज भाइ पूर्ण साथै परमेश्वरको पुत्र प्रभु येशू ख्रीष्टको नाउँमा म प्रार्थना गर्दछु। दम्पति जीवनको निम्ति उहाँहरूको जोडीको निम्ति मण्डली परिवारमै पनि आशिष दिनुहोस्। धन्यवाद छ प्रभुजी। बाँकी उहाँहरूको जीवन आशिषमै और आशिषमै पारिवारिक जीवनमा बाँधेर नयाँ एउटा सुन्दर घरलाई निर्माण गर्दै भन्दै अघि बढ्नको लागि सहायता गर्नुहोस्। बाँकी रहल समय सबै तपाईँको चरणमा सुम्पदै बिन्ती आशिष माग्दछु येशू प्रभुको नाम। हाम्रो क्वायरको भाइ पनि सँगै हामी सबैजना रमाउनेछौँ है। जय मसी सबैजनालाई। आउनुहोस् हामी फेरि आशिषको गीतहरू, विवाहको गीतहरू हामी गाउनेछौँ। विवाह एउटा पवित्र सृजना, परमेश्वरले रचेको रचना भन्ने भजन गीतलाई गाउँदै हामी प्रार्थनाको रूपमा भजनलाई गाउनेछौँ।
यो भजनहरू चाहिँ एउटा आशिषको प्रार्थनाको भजनहरू छ। विवाहको विषयमा चाहिँ यो गीतमा राम्रोसँग वर्णन गरिएको छ। हामी सबैजना मिलेर परमेश्वरसँग यो गीतद्वारा प्रार्थनाको आशिष यो भजनलाई चाहिँ हामीले गर्नुपर्छ। आमेन। परमेश्वरलाई हाम्रो हामी 616 नम्बरको गीतलाई हामी प्रार्थनाको रूपमा एउटा आशिषको रूपमा साथसाथै यसै मण्डलीका विश्वासीगणहरू जन्ती पक्षका सम्पूर्ण विश्वासीगणहरू सँगै सेवकज्यूहरू साथसाथै हाम्रो सम्पूर्ण जेम्स मण्डलीका सेवक दाजुभाइ दिदीबहिनीहरू र यसै स्थानीय छिमेकीका सम्पूर्ण छिमेकी दाजुभाइ दिदीबहिनीहरू साथसाथै दुवै पक्षका आफन्तजनहरूमा मेरो जयमासी नमस्कार छ। साथसाथै तपाईहरुलाई यस विवाहको लागि विवाहको कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रीमती विपसालाई जीवन भरमा कहिले नबिर्सिने खालको उपहार इस तोहफा को यो तोहफालाई मेरा जीवन में मेरो जीवन आपका ऊपर प्रेम रखने के चलते तिमीलाई प्रेम गरेको कारणले मैं आपको तिमीलाई मैं प्रभु का नाम से प्रभु को नाम इस बाइबल को मैं आपको तोहफा का रूप में मैं देता हूँ। यो बाइबललाई म तोहफा को रूप में क्योंकि मैं उसको मानता हूँ, मैं उसको मानता हूँ। इसको मान्दछु। आप भी मेरा साथ जब तक हम जिंदा रहेंगे हम इसको मान करके हम जीवन को बिताएंगे। अभी आप गिफ्ट दे सकते हैं। थोड़ा फोटो खींचने वाला आप खींच सकते हैं, कोई है फोटो खींचने वाला खींच सकते हो। आप मेरा पीछे पीछे बोलेगा, मेरा पीछे पीछे बोलेगा। मैं प्रभु यीशु मसीह का नाम से अपना जीवन में मैं पहला तोहफा को मैं आपको देने के चाहती हूँ। इस परमेश्वर का वचन पर मैं विश्वास करती हूँ। उस विश्वास की चिन्ह को आपका हाथ में मैं तोहफा का रूप में मैं देने की चाहती हूँ। हम सब लोग ताली बजाएंगे। हालेलुया, हालेलुया। अभी परमेश्वर का चरण में, परमेश्वर का मंडली में जो प्रतिक्रिया होना है, सब प्रतिक्रिया हो गया है।
पूर्ण बहादुर ने नहीं दिखाया है। अभी सारे दुनिया का लोगों को अपना पत्नी को सुंदर चेहरा को दिखाने के लिए अब जो घूंघट है उसको दिखाने हमारे बीच में श्रीलास भैया चंद्रिका है, सामने आएगी, आप लोग हाम्रो पास्टरजीहरु सामने आउनुहोस्। म उहाँहरुको लागि प्रार्थना गर्नेछौँ। सहायता गर्नुस् प्रभु, एउटा नमुना जीवन बिताउनलाई प्रभु, धेरैको लागि प्रभु एउटा ईश्वरीय जीवन, पारिवारिक जीवन बिताउनलाई तपाईँ सहायता गर्नुहोस्। हाम्रो भाइ बहिनीलाई तपाईँको हातमा सोध्छु, तपाईँ आशीषित गर्नु प्रभु यीशु ख्रीष्टको नाममा आमेन। आज सोचा कि बाइबल खोल करके वे लोग पढ़ेंगे, मैले सोचेको थियो बाइबल खोलेर पढ्ने छ भनेर, लेकिन बाइबल भी नहीं खोला। इतना स्पष्ट से हाथ पकड़ करके, क्या अभी देखिएगा दोनों का हाथ कैसे पकड़ करके रखते हैं। अनि एकदमै दुवै हात समातेर कसरी बसिरहेको छ। त्यसपछि हामी आशीषलाई प्राप्त गर्नेछौँ। प्रभु यीशु मसीह का अनुग्रह और पवित्र आत्मा का संगति और सौभाग्यता, प्रभु यीशु मसीह दोबारा इस धरती में आने का समय तक हम सब लोगों का साथ और संग, खास करके पूर्णा और विपाशा के साथ लगातार बने रहने पाए। आमीन 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 आमीन। हुन्छ, धन्यवाद। एउटा गीत गाउनेछौँ पार्टीबाट। बिस्तारै एकसम्म गएर अनि फेरि फर्केर आउनुपर्ने छ है त।
पैदल यात्रा गरेर आउँदैछ। जसरी सेवाकाई गरिन्थ्यो अब 10 गुना अझ बढी सेवाकाई गर्ने शक्ति सामर्थ्य अभिषेक प्रभु सम्पूर्ण जनताको रूपमा भेला हुनुभएका सहयोगका लागि अनि भेला हुनुभएका साना नानी बालकहरूदेखि लिएर जवान वृद्ध आमा दाजुभाइ दिदीबहिनी सबैजनालाई तपाईँ प्रभु जय मसीह जय मसीह। तिमीले हौ मेरो घर
Nothing is